वैदेशिक रोजगारीमा हुनेको लागि सामाजिक सुरक्षा कोष केही हदसम्म सजिलो र अरूको कम्पेरिजनमा अरू क्षेत्रको मान्छेहरूको भन्दा योगदानको हिसाबले चाहिँ राम्रो छ भन्छु मैले। सजिलो छ। अब कसरी सजिलो छ भन्नुहुन्छ भने जस्तै म औपचारिक क्षेत्रबाट नेपालबाट योगदान गर्दा हो, मेरो चाहिँ महिनाको एकचोटि मैले मात्र गर्ने हो, योगदान गर्नु मिल्छ। मैले अगाडिको योगदान चाहिँ गर्नु मिल्दैन, कन्ट्रिब्युसन गर्नु मिल्दैन। जस्तै अहिले रनिङ मन्थ भने 2082 साल पुसको चलिरहेछ महिना, मैले पुसको चाहिँ कन्ट्रिब्युट गर्नु मिल्छ, माघको मिल्दैन, फागुनको मिल्दैन। अब मैले माघ फागुनमा गएर कन्ट्रिब्युट गर्न बन्द गरे भने मैले सेवा सुविधा पनि पाउँदिन। तर वैदेशिक रोजगारीतिर के हुन्छ भने वैदेशिक रोजगारीमा हुनेहरूले सामाजिक सुरक्षा कोषमा योगदान चाहिँ तपाईको 1 महिनादेखि 24 महिनासम्मको दिन सक्नुहुन्छ एकै पटक। मैले अहिले वैदेशिक रोजगारीमा छु, मैले योगदान गर्नु पर्यो 1 महिनाको भने चाहिँ अहिले पुसको तिरिन्छ, 2 महिनाको गर्दाखेरि पुस र माघको तिरिन्छ, आगामी महिनाको तिरिन्छ। अब 3 महिनाको कन्ट्रिब्युट गरे भने मैले पुस माघ फागुनको तिरिन्छ। अब मैले 24 महिनाको एकैचोटि कन्ट्रिब्युट गरे भने के भइदियो भन्दाखेरि 82 देखि 83 सम्म पुसदेखि पुससम्म 84 को मङ्सिरसम्म चाहिँ मैले तिर्ने भयो। 84 सालको मङ्सिरसम्म मैले एकैचोटि सामाजिक सुरक्षा कोषमा योगदान गर्ने विदेशमा हुँदा भने मेरो फ्यामिलीले पाउने कभरेज, मैले पाउने कभरेज सबै 24 महिनासम्मलाई रह्यो। एडभान्समा चाहिँ हामीले पैसा दिनु मिल्यो, त्यो चाहिँ फाइदा भयो एउटा। अब दोस्रो चिज चाहिँ के फाइदा हुन्छ भन्नुहुन्छ भने यसमा चाहिँ तपाईले 1 महिनादेखि 6 महिनासम्मको एडभान्समा पेमेन्ट गर्दाखेरि 2596 रुपैयाँ दिनुपर्छ भने 7 महिनादेखि 24 महिनासम्मको पेमेन्ट गर्दाखेरि हजुरले जम्मा 2505 रुपैयाँ दिनुपर्छ। भनेपछि त्यो बिमा रकम छ त्यसमा फेरि हामीले थोरै डिस्काउन्ट पाउने भयो सामाजिक सुरक्षा कोषबाट। त्यो चिजहरू छ। तपाईले रेमिटेन्स पठाउनुहुन्छ भने छुट पाउनुहुन्छ। तपाईले लगातार यसबाट पाउने बेनिफिट्सहरू लिनु भएन भने त्यसमा पनि छुटहरू पाउनुहुन्छ। त्यसको प्रोसेस चाहिँ छुट्टै छ। तर एज अ कन्ट्रिब्युसनको बारेमा कुरा गर्दाखेरि चाहिँ हामीले वैदेशिक रोजगारीमा हुनेको लागि चाहिँ त्यो बेनिफिट्स छ भनेर मैले तपाईलाई शेयर गरे हो। सामाजिक सुरक्षा कोषसँग रिलेटेड कुराहरू अरू पनि बुझ्न मन छ भने हाम्रो रबिन पौडेल युट्युब च्यानलमा भिडियोजहरू पनि छ, हेर्नु होला। र अरू थप जानकारी चाहियो भने चाहिँ हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। थ्यांक यू।